मैले गरेको चाहिँ कहिले यो काम होइन कहिलेका जिन्दगीमा यस्तो रमाइलो पनि गर्नुपर्ने हुन्छ है गाइजहरू यो फुट्न बाध्य भयो। सो अबको अन्तरमा चाहिँ मेरो के छ भने यो टायरलाई नयाँ फेर्ने मेरो योजना रहेको छ। अनलाइनबाट अर्डर गरेको छ त्यो टायर आइपुगेको छैन। त्यो दुःख रमाइलो यो मैले गरेको चाहिँ कहिले यो काम होइन नि। फेरि म नेपालमा हुँदाखेरि इलेक्ट्रिसियन सम्बन्धी काम गर्थेँ, साइकल सम्बन्धी गर्थेँ, मलाई थाहा थिएन। यसो विचार गरेको त हुन्छ कि भन्ने आशको लागेर आयो। त्यसैले यसलाई म प्रयास गर्ने कोसिस गर्छु। कतै नाप्छु कि कृपया भिडियो बनाउनलाई। आजको कुनै ब्लग छैन, केही ब्लग छैन। आज चाहिँ एउटा नर्मली एउटा साइकलको टायर फेर्ने योजनाले काम गर्दैछु। ब्लग आउँदैछ युट्युबमा धेरै। मेरो जारी नै छ। म प्रायः अब ड्युटी मेन भनेको त अब विदेशमा ड्युटी नै हुन्छ। ड्युटीले गर्दाखेरि कोही बेला भ्याउँछु, कोही बेला भ्याउँदिनँ। खासै बनाउनु गइ पनि राखिँदैन। अस्ति एउटा म्याजिक त्यो पछि मैले जब बनाएको थियो त्यो चाहिँ कपिराइट आएकोले गर्दाखेरि गरेँ। मैले निकाल्न चाहिँ निकालेँ, तरिका यही हो, त्यो अर्कै थियो। कृपया भन्नु होला यसको अवस्था चाहिँ, यो अवस्था चाहिँ के थियो भने